एकजना विश्वासी भाइलाई सबै गाउँलेहरू मिलेर गाउँदेखि निकालिदिए। सबै गाउँलेहरू जम्मा भएर पालै पालो त्यो विश्वासी भाइको मुखमा थुके। उनको सँगै पढ्ने केटी साथी र उनको बाबाले त्यो भाइको मुखमा कालो मोसो दलिदिए र त्यो साथीले भने, तेरो यसुले तेरो इज्जत पनि बचाउन सकेन। अनि बाबा छोरीले त्यो भाइलाई लात्तै लात्ताले हाने र सबै गाउँलेहरू मिलेर त्यो भाइलाई गाउँबाट धपाइदिए। यो सबै देख्दा त्यो भाइको बाबाआमाको आँखामा आँसुको धारा बगिरहेको थियो र आमाले रुँदै भन्नुभएको थियो, बाबु तैले कस्तो धर्म मानिस, इज्जत नै फाल्ने। त्यो विश्वासी भाइले शहरमा ज्यामी काम गर्दै आफ्नो पेट पालिरहेका थिए र आज 7 वर्ष भयो गाउँदेखि निकालिएको। तर हरेक दिन त्यो भाइले आफ्नो गाउँको भलाइको निम्ति प्रार्थना गरि नै रहे। त्यो गाउँमा फर्केर जाने इच्छा त थियो, तर के गर्नु, साथीहरूलाई कुन मुख देखाउनु। आफ्नै साथीहरूले त्यो भाइको मुखमा थुकेका थिए। एक दिन अचानक गाउँबाट 3-4 जना मान्छेहरू त्यो विश्वासी भाइलाई खोज्दै आए र त्यही दाइ हुनुहुँदो रहेछ जुन दाइले त्यो भाइलाई कालो मोसो दलेर लात्तै लात्ताले हानेका थिए। त्यो दाइको छोरी धेरै बिरामी हुनुहुँदो रहेछ, क्यान्सरको अन्तिम अवस्थामा। जब मान्छेको हरेक उपाय सकिन्छ नि, तब आफ्नो इज्जत र आफ्नो प्राण भन्दा ठुलो आफ्नो सन्तानको माया हुने रहेछ। र त्यो समयमा जात, धर्म, धनी, गरिब केही पनि हेरिदैन। त्यसपछि त्यो दाइले आफ्नो छोरीको प्रार्थनाको निम्ति त्यो विश्वासी भाइलाई गाउँमा लिएर गए र त्यो घरमा सबै गाउँलेहरू जम्मा भएका थिए। त्यो भाइसँग सँगै सानोमा खेलेको साथी बिरामी भएको थियो र जब त्यो भाइले त्यो बहिनीको निम्ति प्रार्थना गर्न थाले, बहिनी अचानक ढलिन् र अब त बहिनीले सास पनि फेर्न छोडिन्। त्यसपछि गाउँलेहरूले त्यो भाइलाई बिरामी मारेको आरोप लगाउन थाले र त्यो भाइलाई पुलिसमा बुझाउने निर्णय गरे र सबै गाउँलेहरूले पाखण्डी भन्दै लात्तै लात्ता ल्यान्न थाले। तर त्यो भाइले भने रुँदै परमेश्वरसँग बिन्ती गरि नै रहे त्यो छोरीको प्राण बचाउनको निम्ति। तर अचानक छोरीको मुखबाट बाबा भन्ने आवाज निस्कियो। सबै गाउँलेहरूले फर्केर हेरे र छोरीले बिस्तारै आँखा खोलिन् र जुरुक्क उठिन्, जसै उनको शरीर नयाँ गरी जन्मिएको छ। र छोरीले भनिन्, म सपनामा डुब्नै लागेको थिएँ पानीमा। अचानक 2वटा ढुकुर मेरो काँधमा आएर बस्यो र मेरो निद्रा